गुड मर्निङ सबैजनालाई। आज चाहिँ म मेरो छोरालाई ब्रेकफास्ट बनाउँदैछु। मेरो छोराको टिफिन चाहिँ मैले मेरो छोराको लागि गिलो रोटी बनाइदिएछु। यहाँ दुध गरम गरिदिएछु। मेरो छोराको लागि दुध र गिलो रोटी खान्छ। अरू टिफिन बनाएर दियो भने त खाने होइन है नानीहरूले। अनि मेरो लागि चाहिँ यहाँ मैले पोहा बनाएको छु। बेलुकाको रोटीलाई काटेर पोहा। अन्त यहाँ मेरो छोराको टिफिन रेडी भएको छ। आज मेरो छोराको स्कुलमा टेस्ट छ। गिलो रोटी यता देख्नु सस एप्पल फ्रुट चाहिँ म तर डेली हालिदिन्छु, अरू हाल्दिनँ। फ्रुटमा चाहिँ खोकी लाग्छ भनेर अङ्गुर सङ्गुर हाल्दिनँ अहिले चाहिँ। अन्त डेलीको अहिले एप्पल चाहिँ हालिदिन्छु। एप्पल चाहिँ डेलीकै हालिदिनुपर्छ। एउटा नानीहरू यस्तो हुन्छ कि अरूले खाएको जति नै मिठो बनाएर पठाउँ न, अरूले खाएको चाहिँ पुरा उनीहरूलाई मिठो लाग्छ कि। अन्त आएर मलाई यो बनाइदिनु त्यो बनाइदिनु भन्छ। आयन्स आयन्स कता हुनुहुन्छ हौ? आयन्स आयन्स गुड मर्निङ। गुड मर्निङ। राधे राधे। गुड मर्निङ। आज नानीको स्कुलमा के को टेस्ट छ अरे? म्याथको। म्याथमा के लेख्नु सिकाउँछ अरे मिसले? 1 2हरू सिकाउँदैन? 1 2 भन्नु त। 1 2 10 सम्म भन्नु त रामिरी। छिटो रामिरी भन्नु त। 1 2 रामिरी भन्नु। रामिरी भन्यो भने मम्मीले के दिन्छ? अनार काटेर दिन्छ। छिटो रामिरी भन्नु। 2 0। मेरो छोरा चाहिँ स्कुल गएको 1 महिना 18 दिन भइसक्यो। पढ्नु चाहिँ जान्छ, एबिसिडी ज्याटसम्म जान्छ हो। अब म यहाँ चाहिँ मेरो छोराको म लुगा प्रेस गर्दै होइन, बेसी चाहिँ होइन, अलिअलि चाहिँ फेरि काचाकुचुक भयो भने राम्रो देख्दैन। अनि अलिअलि सर्टमा चाहिँ हल्का प्रेस गरिहेरि दिन्छु। अनि मेरो छोरालाई मेरो दिदीले लुगा लगाइदिनु हुँदैछ। लुगा लाउनु चाहिँ यति उयो गर्छ कि तङ गर्छ कि लाउनै मान्दैन। तान्दा हुन्छ। कपाल फेरि उसको यति लामो छ नि त, कपाल कोर्नु पनि पऱ्यो, पुरा टाइम लाग्छ। अन्त लुगा दिदीले लगाइदिनु हुँदैछ। पुरा मस्ती गर्छ। लुगा लाउने टाइममा नि लुगा लाउनु मान्दैन। घरि के भयो अब चाहिँ होइन, मेरो छोराको रुनु स्टार्ट भयो। जस्तो जुत्ता लगाइदिनुपर्छ त्यस्तै रुनु स्टार्ट। अब चाहिँ ऊ रेडी भइसक्यो भनेर थाहा भयो। अनि ऊ डेली नै भन्छ कि म स्कुल जाँदिनँ जबसम्म टिफिन सबै हुन्छ, खाइ पनि सक्छ। अन्त म जाँदिनँ। स्कुल गएको चाहिँ 2 महिना भइसक्यो, तर पनि उसको रुनु चाहिँ कहिले पनि छोड्दैन। डेली नै रुन्छ। मेरो स्कुलको टुम्बे त बेसी छ, त्यो भयो मम्मी लिनु जाको। रिसाउनुहुन्छ हौ नि आयन्सको मम्मी त नि। छिटो स्कुल ढिलो भइसक्यो नानी। आज त स्कुल त ढिलो हुन्छ। हजुर मम्मी कता खसेर गरेको अरे रे। नानीलाई कसले गोद्छ अरे नानी?
सिरन त खोइ हौ ह्याङ्की बोकिन आज तैँले बोक्यो लु छिटो सिधा बस बोक्यो हालिदियो तपाईँले ह्याङ्की हालिदियो ह्याङ्की तपाईँले स्कुलमा गएर चाहिँ मेरो छुट्टी हो अहिले मेरो कस्तो मेरो भएछ त्यो भयो मुलुकको मलाई उसले कोले पुऱ्याउनु जान्दैछ भन्दैन अब कोले पुऱ्याउनु जाँदैछ मलाई लु भन्नुहुन्छ मलाई मम्मीले पुऱ्याउनु जाँदैछ सबैजना मेरो ढुम्मा र मम्मीको याद गर्नु ल पानी हाल्दियो अँ तुमले कता हाल्दियो ए त्यहाँ यसमा छैन तुमले यसमा काटा अब चाहिँ हामी स्कुल पुग्यो अन्त नानी आइन्सको स्कुल पुगिसक्यो उसलाई बेग लगाइदियो बेग बोकाइदियो होइन टोइलेट पनि बोकाउँदैछ उसको टिफिन स्कुल पुगिसक्यो यसै गर्न आउँछ नि त सर्दी लागेर कस्तो भएको छ स्कुल पुग्यो अन्तखेरि स्कुल जाने बेलामा चाहिँ अलिकति न अलिकति आँसु चाहिँ झार्छ भन्दैन तानेरै लानुपर्छ सबैजनालाई भागेर शरीरबाट यो आत्माले छोडेर गएको तिमीलाई नै खोजी हिँड्छु रे